बाबाको जुवा हेर्नुस् त। नमस्ते, मेरो नाम आइजक थापा हो। म 3 कक्षामा पढ्छु। मैले बाबाको हस्पिटल देखाउन जाँदैछु। हेर्नु, यहाँ औषधि छ अनि यहाँ बाबा मोबाइल हेर्दै हुनुहुन्छ। यहाँको मेरो बाबाको जुवा हेर्नुस् त। यता बाहिर जाँदैछु म अब। हेर्नुहोस्, अब यहाँ ल्याब्दै हुनुहुन्छ। यहाँ फेरि अक्षर लेखेको छ। यहाँ बिरामी हेरचाह गरिन्छ। यहाँ फेरि भिडियो एक्सरे गरिन्छ भने यहाँ फेरि यस्तो चिजहरू टाँसिएको छ। अब गयो हामी बिरामी बस्ने कोठा। यता बिरामी सुत्छन् अनि यता हेर्दाखेरि एउटा टेबल पनि छ। पछाडि जाँदाखेरि अझै एउटा बेड पनि छ। यहाँ पंखा छ। माथि पंखा छ। तल हेर्दाखेरि यता कुर्सी टेबल छ। यता फेरि बस्ने उस छ। अनि त्यसपछि हामी गयो अगाडि। यहाँ बाइक राखिन्छ। अब हामी गयो ल्याब रुम। यता हेर्नुहोस्, यहाँ ल्याब रुममा के छ। यहाँ ल्याब रुममा पहिला यहाँ कुर्सी र टेबल छ अनि फ्रिज पनि छ। अझै ल्याबमा लाइट पनि छ। धारा पनि छ। आदि धारा हेर्नु, धारा यहाँ झ्याल छ। अब हामी गयो एक्सरे रुममा। एक्सरे रुम यता यहाँ गयो एक्सरे रुममा। हेर्नुहोस्, एक्सरे रुमको भित्र यता खुट्टा ड्रेसिङ गरिन्छ भने यता फेरि एक्सरे गरिन्छ भन्दै यता गएको छ। हामी अब गयो। अब दाइसँग भेट हौँ। ह्यान्डसेक गरिदेऊ दाइसँग ह्यान्डसेक गरिदेऊ ल। के भन्न चाहनुहुन्छ ल भनिदेऊ ल दादालाई। के गर्नु भएको छ यहाँ? मैले के गर्दैछु भन्दा यो चाहिँ एउटा कोटानो। यसलाई चाहिँ के भन्नु, स्प्रिटको गराउने। स्पिरिट र स्वाब भन्छ। स्प्रिट स्वाबले चाहिँ कटन स्वाब बनाएर कटन स्वाबले चाहिँ स्याम्पल कलेक्सन गर्दा कुनै भेन फङ्सन गर्दा चाहिँ यसमा सफा गर्ने, यहाँको माइक्रो अर्गानिजमहरू सफा गर्ने। त्यसको लागि मैले बनाउँदैछु। स्टिल बनाउने, स्टिल डल्लो बनाउने साना। यसमा चाहिँ हामी पछि स्प्रिट चाहिँ हामीले राख्छौँ। त्यसो गर्दा के हुन्छ होइन, पहिला हात सफा हुन्छ नि होइन हो। सफा भइसकेपछि बल्ल सिरिन्ज पङ्क्चर गर्न मिल्यो होइन। ल यति भन्दै के हुन्छ, आजलाई बिदा हुन्छौ? आजलाई बिदा हुन्छौ। ल भन गाइज भन। गाइज म आजलाई फेरि देखाउँछु भन्दै। गाइज म अब फेरि देखाउँछु। आजको भिडियो सक्यो। बाई बाई। ह्यान्डसेक।